हेलो साथीहरू, तपाईहरुलाई फेरि मेरो ब्लगमा स्वागत छ। र तपाईलाई आज भन्नुपर्दा म चाहिँ सदामको गो सदाम पहिला तपाईले हेर्नु भएको थियो, त्यसको माथितिरपट्टि एउटा होमस्टे रहेछ। त्यहाँनिर चाहिँ आज हामी इन्जोय गर्न जाँदैछौँ र मेरो साथमा छ यहाँ पछाडिपट्टि हेर्नुहोस् मेरो साथीहरू दुईजना, अनि यहाँ हाम्रो भाइ छ, अनि हामी 4 जना छौँ र पछाडि एउटा गाडी छ। त्यो गाडीमा चाहिँ तपाईको 5 जना आउँदैछ। हामी करिब गरेर 9 जना जाँदैछौँ र यो होमस्टेमा गएर हामी इन्जोय गर्ने। हेर्नुहोस् पछाडि गाडी आउँदैछौँ, त्यो गाडीमा चाहिँ आउँदैछ 5 जना नानीहरू र हामी 9 जना मिलेर चाहिँ 3 आमा 5 केटाकेटी 6 केटाकेटी मिलेर चाहिँ हामी इन्जोय गर्ने हो। र कस्तो छ तिमीहरूलाई आजको दिन कस्तो लाग्यो? चिसो चिसो छ मौसम। अब तपाईँ मौसम यस्तो छ हाम्रो सदामको अप्पर छ। यहाँबाट हामी अब पुग्नु लागेका छौँ, अब ग्रेस होमस्टे जाँदैछौँ र अब पुग्नु लागेका छौँ र तपाईँलाई त्यहाँ पुगेर त्यहाँको के रहेछ कस्तो रहेछ म देखाउने छु र त्यतिको लागि हेर्दै गर्नु ल मेरो च्यानल। हेर न ल आइपुगेँ हामी साथीको ल ल उसको होमस्टे हो ग्रेस होमस्टे र सबैजना झर्दैछौँ उसको होमस्टेमा। कौशल्या साथीलाई नि यहाँ कौशल्या साथी पनि आइपुग्यो हो। हेर्न ल हे हामी 3 जना साथी भेट भयौँ ल अब अरू पनि आउँदैछ हाम्रो नानीहरू। हेर्नुहोस् कता राख्ने हो गाडी चाहिँ? गाडी यहीँ बस्छस्? यहीँ बस्छ अलि अगाडि आऊ सिधा बस हुन्छ। सबजना केटाकेटीहरू यसरी हिँड्दैछ, गाडी साइड हुँदैछ हो। यहाँ माथि रहेछ है होमस्टे चाहिँ, हेर्नुहोस् है यहाँ रहेछ ग्रेस होमस्टे चाहिँ। हामी ग्रेस होमस्टे चढ्दैछ है साथीहरू। हेर्नुहोस् है यहाँ दामी फुलहरू रहेछ फुलेको। ओ साथीले मजाको बनाएको रहेछ यहाँ रहेछ हो। यस्तो रहेछ है होमस्टे चाहिँ ग्रेस होम स्टे यस्तो रहेछ। रोडटैमा रहेछ दामी रहेछ ल। यस्तो रहेछ यहाँको हेर्नुहोस् है यस्तो रहेछ। यहाँ आइपुग्यो है ल। अब हामी चाहिँ यहाँनिर साथीको होमस्टेमा आइपुग्यो भाग्यमा नि ल। यहाँ अघि सबजना पछि चाहिँ उसको छोरा त सानो छ नि ल। अब हामी त स्वागत पनि भएर बसिसक्यो, दुईजना राम्री भइसक्यो। आज त हामीलाई त सिरियलले त पुरै राम्रै बनाइदियो त। एक सेल्फी हान्दिउँ न लाएर चडक भएर बस्दैछ है आज। अब बस्छ न अभिषेक ल ल होमस्टेमा त स्वागत यसरी गर्छ नि त। मलाई फेरि तिमीलाई लगाइदिन्छु अब ए पक्र मेरो साथीलाई पनि भिडियोबाट ल दुईजना साथी देखिरहेको जस्तो लाग्यो। राम्रो अहिले फोटोमा देखेँ नि त। ऊ चाहिँ हाम्रो होमस्टेको मालिक भन्नु म त हेर्छु यता दिनुपर्छ। साथीहरू हामी फाइनल्ली होमस्टे आइपुग्यौँ र आएर चाहिँ रुमसुम हेरेर चाहिँ अब यहाँ एकछिन बाहिर इन्जोय गर्ने। त्यस्तो हो यहाँ केटाहरू सबजना उयसमा गर्छ सबजना। अब हाम्रो चाहिँ यहाँ हुन्छ बनफायर चाहिँ के हुन्छ अरे यहाँ चाहिँ बनफायर भनेको बुझ्छ होला नि, जङ्गलमा आगो भनेको बनफायर। यो मेरो नयाँ फेस हो मेरो ब्लगमा, युट्युब च्यानल ब्लग। हाई भनिदेऊ। कौन सा जगह है ये अप्पर शुक्रवार है, अप्पर सदाम। ये गुप्ती का गुप्ती यहाँ छ नयाँ फेस। हेलो यहाँ छ अर्को नमस्ते यहाँ नवीन नयाँ फेस। अरू चाहिँ सबै पुरानो फेसहरू पुरानो फेस, तर म हामी यसरी नयाँ नै भएर आएको छु। ऊ पनि नयाँ छ यहाँ नयाँ लुगा लाएर आएको छ आज किनेको।
मुख धुरा नयाँ भएर आएको नयाँ भएको यहाँ त पानी परिरहेछ पुस्दा पुस्दा नयाँ भइहाल्छ अनुहारमा पानी पर्छ यसो पुछ्यो नयाँ भइहाल्छ हामीलाई त्यस्तो अब हामी यहाँ इन्जोय गर्ने हो हेर्दै गर्नु र मेरो ब्लग यही है होमस्टे चाहिँ दामी छ साथीहरू आउनु होला इन्जोय गर्नु होला एकदम चिसो चिसो छ मौसम पनि भन्देऊ न अन्त यो चाहिँ अघि देखाएको मैले ग्रेस होमस्टे भनेर ल 1 2 3 गो ल चिसो चिसो छ मौसम न्यानो मायाले होला अरु तिम्रो भन त त्यहाँदेखि फेरि ठन्डा ठन्डा छ चिसोलाई ठन्डा भनिदिउँ न ठन्डा ठन्डा छ वेदर अब के हो लाल लाल कुल कुल डे भएर होला ल भयो हेर यिनीहरू इन्जोय गरेर आएकै यिनीहरूको काम हो इन्जोय गर्ने चाहिँ हामी चाहिँ हेर्ने हो हामी त अडियन्स हो ओन्ली अडियन्स यसो सपोर्ट गीत गाउ त कमान हिन्दी में गीत गाओ लाल दुपट्टा फर्सीको घट्टा चुनाको मनटा रे आलुको सब्जी गुन्द्रुकको झोल कति मिठा लाग्यो रे हिन्दी बोल्छ त नेपालीमा गीत गाउँदैछ अब आज हाम्रो आन्टीकोबाट एक दुईवटा गीत नवीन गीत गाउ एउटा हेर उसले तिमी हिन्दी गाउ उसले नेपाली गाए भने म हिन्दी गाउनु लाल दुपालाई कस्तो बनाइदियो हेर यो गीत गाउनु चिक्कममा सोचेकै थिएन यस्तो हुन्छ भनेर खसीको मासुमा नुन कम केटीहरूले सिकाएछ त सिकाएछ आफू सिकेर आएको रे फर्सीको मुन्टा भन्दैछ अन्त गीत त राम्रो साथीहरू अब हामी चाहिँ यहाँनिर बेलुका बेलुका होइन दिउँसोको अब खाजा जमेर गरेर बसेको र हाम्रो खाजाहरू हेर्नुहोस् है यहाँ अब आलुदमहरू केही होला है सबैजना यसरी बसेको छ आलुदमको आलु स्विट अब उयो पनि हालेको छ क्या हो के भन्छ त्यसलाई एउटा करी करी है साथीहरू खाजा खानु बसेको हो सुरु गरौँ हैन सुरु गरौँ है खोइ एकजना को कम भयो 3 3 6 9 8 9 ल अब हामी खानु सुरु गर्ने साथी हो मेरो प्लेट ए ओ तरकारी उठ्छ ओन्ली प्लेट स्पुन दियो मेरो भदाइनीले मेरो भदाइनी कोही निस्केन छ ल हेरौ है हामी साथीहरू हेरौ है सबैजना खाजा खानु बसेको छ यहाँनिर हेलो भन्दै खाजा खानु सबैजना रेडी रेडी गुड यो चियर यहाँ न तपाईँ नै अब हामी खाजा खानु लागेको छ खाले सुक्ता आइगई सुक्ता आइगई आए ओके 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 ल खाजा ल्याउँदैछ हाम्रो साथी सिरियलले तिम्रो हातले बनाएको हो मेरो हैन नि ए नभए तिम्रो हात यहाँ राखेर हामी जानेको थियौँ क्या मिठो भयो भने चाहिँ मुमताजको ताजमहल बनाउने प्लेट दिनु न किन यो पुरी भएछ ए ल बिचारा आदर्शले मलाई हेर हुँदैछ पुरी थ्याङ्क यू आदर्श प्लेट पुगेन त प्लेट पुगेन कसलाई पुगेन जान्न ए लाइराख माया नि लै छोटो सम्झना है गीत भन भने सिकाइबस्नु रहेछ है यहाँ लक्ष्मी तामाङ कौशल्या उहाँको साथीहरू चाहिँ ग्रेस होमस्टेमा हिँडेर भर्खर खाजा खानुहुँदैछ ग्रेस होमस्टे चाहिँ मेरो हो अब भनिबस्नु परेन होला है अहिले चाहिँ भर्खर बिहानको 6 बज्दैछ 6 बज्न आँट्यो है बिहानको मर्निङ 6 अन्त बिहानै हेर्नुहोस् अब 6 बजी बिहान हुन्छ ल एउटा होमस्टे ग्रेस होमस्टेको नाममा चर्का कति हालेछ भने त मिठो बनाएर है साथीहरू अब चाहिँ साँझ पऱ्यो हामीले बेलुकाको नास्ता पनि खाइसक्यौँ र अब यहाँ चाहिँ पुरै चिसो बढेको छ त्यही साह्रो चिसो छ हेर्नुहोस् ल गाडी पनि झन्झनै नदेख्ला जस्तो भइरहेछ चिसो भइरहेछ यो होमस्टे चाहिँ तपाईँहरूलाई राम्रोसँग म फ्रन्ट क्यामेराबाट देखाइदिन्छु ल हेर्नुहोस् है यस्तो छ यहाँ चाहिँ यस्तो मजाले यताबाट एन्ट्री रहेछ यहाँबाट यता आएर चाहिँ यस्तो होमस्टे चाहिँ मजाको रहेछ यस्तो छ यहाँ चाहिँ
अहिले चाहिँ साँझ पर्यो साँझमा पनि एकदम मजाको मौसम भइरहेछ चिसो तातो तातो खानेकुरो खाला जस्तो छ मजाको रहेछ हेर्नुहोस् है 5 राखिदिनु है टाइमर ए कहाँ हो यो त टाइमरमा ए साथीहरू बनफायर सुरु भयो है फुक्दैछ आगो चाहिँ मजाले सबजना रेडी छ रेडी टु डान्स रेडी टु इट एभ्रीबडी रेडी एभ्रीबडी रेडी ल हाम्रो यहाँ साथीले बनाइदिँदैछ बिचारा तिमीलाई दुःख भयो नि मैले चाहिँ बोनफायर मात्रै गरिदिने पोलेर आफै खाने हो त म त जान्दिनँ नि पोल्नु साँच्चै हुन्छ म चाहिँ यहाँ बसिरहेको छु सबजना रेडी छ बनफायरहरू रेडी हुँदैछ हाम्रो चाहिँ दामी रहेछ यहाँको नजारा साँझको बेला है यो चाहिँ साँझको बेलाको है यो चाहिँ अम्बो ल है अरू कसैको छैन अवधि ताटिन नि There's something very special, something about the way you move that thing, something very special, something about that. यो कब काम Come on! Something very special, something about the way you move that thing, something very special. सिरियलको छोरा नाचेको सिरियलको छोरा नाचेको न यस्तो छ यहाँ चाहिँ बन्दैछ यहाँ पाक्दैछ खानेले खाँदैछ नागिन डान्स गर्दैछ एकजनाले उपर हेर नागिन डान्स गर्दैछ हो
अन्त अर्ग्यानिक सब्जी ब्रोकली भेन्डी आलु मिसाएको एकदम झट्टास पुदिनाको अचार अर्ग्यानिक सुप चाहिँ पुरा खानुपर्छ साथी हो यसले चाहिँ खाने जिउ दुखेको ढाड दुखेको टाउको दुखेको अल्छीपना सबै जान्छ एकदम निरोगीहरू पनि रोगी हुन्छ यो सुप खायो भने चाहिँ माथि दुख्ने बिमार घाँटी दुख्ने बिमार पेट दुख्ने बिमार सब जाति हुन्छ यसले यसैमा तागत पनि जसले चाहिँ यहाँनिर के अरे यो सुप खान्छ उनीहरूको चाहिँ के हुन्छ भने तागत पुरा आउँछ बलको काम गर्नु सक्छ निद्रा लाग्छ अल्छी हराउँछ जागरिलो हुन्छ त्यसैले सुप खाऊ बल बढाऊ ऊ आयो थप्पे सुप पुरा अनि पुदिनाको अचार खाने माथि रुगा अब खाउँदै गर नि तिमीहरू हेलो साथीहरू हिजोको ब्लग कम्प्लिट भएको छैन है आज चाहिँ गुड मर्निङ सबैजनालाई हिजोको एन्डिङ हो र आज चाहिँ हामी होमस्टेमा बसिसकेर राति रमाइलो पनि गरिसकेर चाहिँ अब चाहिँ बिहानको यो बिहानी पख उठेको हो र आजको यहाँ बिहानीको हेर्नुहोस् है यस्तो दामी मौसम भइरहेछ हो तपाईँले यहाँ हेर्नुहुन्छ यो ग्रेस होमस्टे हो ग्रेस होमस्टे छ र यहाँ चाहिँ म हिजो आएको तपाईँले देख्नुभयो हिजोको सिनहरू बेलुका चाहिँ एकदमै बेलुका भएकोले गर्दा पनि साँझ पखाएको दामी नै भइरहेको थियो र आज चाहिँ बिहान चाहिँ यति वरिपरि चाहिँ मजाले खुलेको छ हो यहाँ चाहिँ एकदम दामी सिन भइरहेछ चिसो पनि छ त्यस्तो चिसो पनि होइन यति बेला ठिकैको चिसो छ र यहाँ चाहिँ साथीहरू जजना रेडीहरू हुँदैछ निस्किँदैछ आज चाहिँ हामी फर्किने हो अनि तपाईँलाई म यहाँको बिहानको सबै सिन अब देखाउँछु हेर्नुहोस् ल यो भयो होमस्टे हामी बसेको देख्नुभयो दामी छ कम्फर्टेबल रुम छ यो चाहिँ मेरो साथीको अनि यहाँ चाहिँ यो चाहिँ अप्पर सदनमा पर्दो रहेछ यसको यो होमस्टेको नाम चाहिँ ग्रेस होमस्टे हो यो चाहिँ एकदमै दामी माथि सिन हेर्नुहोस् कति दामी छ यस्तो भएको यहाँ रहिरहेछ र यहाँनिर चाहिँ तपाईँको पर पनि बनिँदै रहेछ घरहरू दामी रहेछ यहाँबाट यस्तो सिन देख्नुहुन्छ हो तल टिस्टा खोला पनि देख्नुहुन्छ कस्तो दामी रहेछ यहाँनिर मजाको छ यहाँनिर आउँदा चाहिँ एकदम शान्त पिस खोज्नु चाहिँ यहाँ आउनुपर्ने रहेछ है एकदम पिस एरिया रहेछ केही आवाज पनि गाडीको हत्तापत्ता सुन्दैन र मान्छेहरू पनि त्यस्तो बेसी छैन खालि होमस्टेहरू मात्रै रहेछ यहाँ चाहिँ बनिँदै पनि रहेछ हो र म चाहिँ यहाँ आज यहाँ बसेको र यहाँको भ्युज देख्नुभयो होला र साथीहरू निस्किँदैछ अब निस्केर हामी यहाँबाट घरतर्फ लाग्ने त्यतिन्जेल मेरो ब्लग अब एन्डिङ हुनु आँटेको छ है बिहानको र अहिलेलाई चाहिँ म राख्दैछु हेर्दै गर्नु ल मेरो ब्लग साथीहरू हेर्नुहोस् है यहाँ मजाले घाम लाग्यो है अब चाहिँ दामी भइरहेछ घाम लागेर अब चाहिँ उज्यालो भयो सबै फ्यानको उज्यालोमा बसिरहेको छौँ सबजना अब रिल्स बनाउनुमा बिजी छ हामी चाहिँ यहाँ होमस्टेबाट अब बिहानको फ्रेस भएर निस्केको अब हामी चाहिँ घरतिर लाग्ने हो होमस्टे त भनेर देखाएर ग्रेस देखाएर काबु भइसक्यो यस्तो छ है मजा आयो है मजा आइरहेछ नि कतिको मजा आयो कस्तो खालको मजा आयो अब कस्तो खालको मजा भनेको अब होमस्टे टाइपको मजा बस्तीमा एकदम फ्रेस हावामा मजा आयो मजाले फ्रेस पनि भइयो हो बजारमा बस्दा बस्तीमा आएर मजाले बस्नु मजा आयो शान्ति है न गाडी न घो केही हल्ला अलिक खालि यो न्याउल कराएको छ ट्याउ ऊ त्यही त हो न्याउल कराइरहेछ ऊ रुपिउ कराउँछ हो त्यस्तो त्यहाँदेखि हामी चाहिँ अब यहाँबाट चाहिँ बिस्तारै लाग्ने हो नाम्चीतर्फ एकजना रिल्स बनाउनुलाई फोन राख्ने ठाउँ खोज्दा झारमा सियोले उनेर सियोले उन्नु झारमा अब यस्तो चाहिँ हामी चाहिँ यहाँ बसिरहेको छौँ यो बेलुका हामीले यहाँनिर बसेर चाहिँ नि यहाँनिर इन्जोय गरेको आगो बालेको यस्तो छ होमस्टे चाहिँ मजा आयो आजको तपाईँहरूलाई कस्तो लाग्यो मेरो भिडियो कस्तो लाग्यो तपाईँहरूले यसो लाइक गर्नुभएको छ भने लाइक गरिदिनुहोस् अब कतिपल्ट भन्नु है लाइक कमेन्ट सब्सक्राइब गरिदिनु भनेर तपाईँको इच्छा हो गर्ने पनि गर्नुहोस् नगर्ने पनि नगर्नुहोस्
यसो हेरि चाहिँ दिनुहोस्, बास मन पराइदिनुहुन्छ भन्ने आशा चाहिँ राखेको छु। र अब हाम्रो केटाकेटीहरू सुतिरहेको छ, अब तिनीहरू कहिले उठ्ने हो अनि हामी कहिले जानुपर्ने हो, तर पनि हामी चाहिँ लाग्ने यस्तो छ। यहाँ चाहिँ बाटो हेर्नु न, यताबाट आउँछ, यस्तोहरू यहाँबाट आएको हामी, यस्तो बाटो यता गएर चाहिँ बाटो यहाँ चाहिँ यहीँ बाटोकै छेउमा छ होमस्टे, राम्रो रहेछ। हाम्रो साथीको सिरियल साथीको ग्रेस होमस्टे हो, ग्रेस अप्पर सदनमा। यहाँ आएर बस्यो भने चाहिँ कमसेकम थकान भएको, काम गर्दा गर्दा हत्तु भएको, ज्याउदेखि अलिकति अलग्गै बसेर चाहिँ मजाले यहाँनिर आएर रिल्याक्स गर्नु सकिन्छ। एक रात भए पनि शान्तिले सुत्नु पाइन्छ। यस्तो छ। हाम्रो साथी आयो, हाम्रो साथी, उसको होमस्टे हिजो पनि भनेको तपाईँलाई, बिचाराले हामीलाई राम्रो भन्दा राम्रो ट्रिट दिनुभयो। हाम्रो साथीले धन्यवाद धेरै धेरै है। तिम्रो होमस्टेमा आएर हामीलाई खुसी लाग्यो, हामीले धेरैभन्दा धेरै इन्जोय गऱ्यौँ। तिमीलाई डिस्टर्ब पनि भला रातभरि सुत्नु केटाहरू कराइराखेको थियो हो। अब के गर्नु, इन्जोय गर्न आएको, हामी छोड्नु पऱ्यो है नानीहरूलाई होइन। हामी त टाइममा सुत्यो, सुत्नु पनि पाएन बिचाराले, र पनि अब सरी भन्छु, केही पऱ्यो डिस्टर्ब भयो भने। खुसी लाग्यो उसको होमस्टेमा चाहिँ आउनै सबजना तपाईँहरू। एकदम यहाँ चाहिँ शान्त पिस छ, यहाँ चाहिँ एकदमै पिस। यहाँ चाहिँ खानु पनि मिठो मिठो लोकल कुखुराको सुप, नौसिङे भाले काटेर दिएको। ल थ्याङ्क यू है तिमीलाई पनि, धेरै धेरै साथीलाई पनि। ऊ चाहिँ यहाँ होमस्टेको मालिक हो, र यहाँ तपाईँहरू आउनुभयो भने चाहिँ तपाईँहरूले मेरो ब्लग हेर्दै हेर्दै आउनु सक्नुहुन्छ। यस्तो छ। यहाँ रिल्स बनाउँछ साथीहरू। यहाँको लोकेसन चाहिँ यस्तो चाहिँ हेर्नुहोस् है, स्विट एन्ड पिस छ यहाँ चाहिँ। एकदमै फुलहरू मजाले फुलेको रहेछ। यस्तो छ। ल साथीहरू, आजको मेरो ब्लग पनि यही समाप्त हुँदैछ। हामी चाहिँ सदामको के अरे अप्पर सदामको चाहिँ ग्रेस होमस्टेमा आएर बसेर रमाइलो गरेर खाइपी गरेर मातेर झगडा पनि झन्डै परेर हो रात बिताएर चाहिँ अब हामी चाहिँ बिहानीको चिया खाएर घरतिर लाग्दैछौँ। र दुईजना ऊ यहाँ देखिरहेछ, दुईजना होमस्टेको मालिकनीहरू, अनि सानो छोटा मालिक पनि छ हो। र हाम्रो साथीहरू कस्तो के भयो तिमीहरू यसो बताइदेऊ देऊ, कस्तो भयो? हुरे हुरे एउटा गीत गाई, रमाइलो घमाइलो। लु 1 2 3 go। रमाइलो घमाइलो कोसी किनारा, घमाइलो कोसी किनारा। ल साथीहरू बाई बाई, सी यू। मेरो ब्लग हेर्दै गर्नु होला, जसले लाइक कमेन्ट सब्सक्राइब गर्नु भएको छैन गरिदिनु होला, र होमस्टेलाई पनि लाइक गरिदिनु होला। ग्रेस होमस्टेलाई मन पराइदिनुहुन्छ भन्ने आशा रहेछु। ल आजलाई बिदा दिन्छु, बाई बाई, टेक केयर, सी यू सुन इन नेक्स्ट ब्लग, बाई बाई।